हामी आमा छोरा मिलेर आएको। हाई एभ्रिवान, आज चाहिँ मैले थकाली खाना बनाउन गइरहेकी छु। मैले यहाँ साग केलाएर राखेकी छु अनि त्यस पछाडि मुस्ताङको कालो दाल। यो बिना चाहिँ थकाली खाना अधुरै हुन्छ कि। अनि यहाँ भट्ट मैले चाहिँ अब यो दाल बसाल्न लागिरहेकी छु। पहिला चाहिँ मैले पखालेरै राखेको, फेरि कालो पानी निस्केछ कि बसाइदिन्छु मैले। चाहिँ यहाँ अब दाल झाल्दैछु, मुस्ताङको दाल। चाहिँ मैले खसीको मासु बनाउन लागिरहेकी छु। कुकरमा मैले यहाँ दाल बनाएर, मुस्ताङको दाल बनाएर पनि खनाइसकेँ। दाल चाहिँ रेडी भयो। अब यसलाई म उता लगाएर राख्छु। अब मलाई त्यहाँ नानीले भयो भयो भन्दै छिन्, भयो काम नगर्नु भन्दै छिन्। के भयो खाने हेर त, के पकाएको हो मम्माले? अब लसुन र अदुवा पनि थिचेर फलमा थिचेर राखिदिन्छु। मसलामा मैले अलिक कम राखेको छु कि अदुवा र लसुन। अदुवा त राखेकै छैन अझ, लसुन राखेको छु मैले। अब थिच्छु यसको लागि। नानीलाई चाहिँ मैले फकाएर खेल्न राखिदिएर आएँ दादासँग। भयो, अब चाहिँ मैले मासु राखिदिन्छु। मैले अब यसलाई पकाउँछु। यो अघि किनेर खिचेर राखेको अदुवा लसुन र खुर्सानीको पेस्ट, गुन्द्रुक भट्टको अचारको लागि अब म प्रिपेयर गर्छु। खासै धेरै बनाउने होइन, 2 जनाको लागि मात्र, बाबुको र मेरो लागि। त्यही भएर बाबुले एकदमै कम खान्छ, त्यही भएर खास थोरै लिएँ मैले चाहिँ। मसला पनि हल्का माथिबाट छरेर चाहिँ राखिदिन्छु। मैले चाहिँ पहिले नै मसलाहरू किनेर राख्छु कि सजिलो हुन्छ भनेर यसलाई राखिदिन्छु। यो बिर्को चाहिँ अलिक दाल पकाएको उम्लेर गएछ, अनि मैले अब एकैचोटि माझ्नु पर्ला भनेर माझिनँ। यहाँ चाहिँ म अब साग बनाउन लागिरहेकी छु। साग चाहिँ म सिम्पल जिरा ल्याएर खुर्सानी पनि पुऱ्याउँदिनँ, किनभने बच्चाहरूको फेभरेट हो साग। पिरो भयो, यति पिरो भयो नि खान सक्दैनन् कि तिनीहरूले चाहिँ। त्यही भएर मैले खुर्सानी पनि पुऱ्याउँदिनँ। यता म मुला थिच्दैछु। थिचेको मुलाको चटनी भन्ने के अचार भन्ने हो, त्यही बनाउन। गलिहाल्छ नि त। हाम्रो थकाली खाना चाहिँ रेडी भयो आजको। यो गुन्द्रुक र भट्टको अचार, यो थिचेको मुला, यो पापड, अनि त्यस पछाडि यो सलाद, अनि करेला, घिउ, अनि त्यस पछाडि मुस्ताङको दाल, अनि त्यस पछाडि यो मटन, साग, दही। एक्साइटेड छौ नि बाबु खान? एक्साइटेड छु।